साथीहरू आज हामी नेपालको सुन्दर गाउँ कोटसम्मको यात्रामा जाँदैछौँ। सुन्दर सुन्दर खोलाहरू तर्दै तर्दै आज हामी भोजपुर जिल्लामा रहेको कोटसम्मको यात्रामा जानेछौँ। यो यात्रामा कोटसम्म पुग्ने बाटोको अवस्था कस्तो छ र कुन कुन स्थानहरू पार गर्दै जानुपर्ने हुन्छ हामी तपाईँलाई देखाउने कोसिस गर्नेछौँ। लौ है त साथीहरू, ढिला नगरिकन यात्रालाई सुरु गरौँ है त। सम्पूर्ण दर्शकबिन्दुहरू, अहिले चाहिँ हामी यो भोजपुर सदरमुकामबाट कोटसम्मको यात्रामा अगाडि बढिरहेका छौँ। अब कोटतर्फको यात्रा कस्तो हुनेछ हामी तपाईँलाई देखाउँदै अगाडि जानेछौँ। अहिले चाहिँ हामी भोजपुर सदरमुकाममा रहेको यो च्याङबेनी चोक आसपासतिर यात्रा गरिरहेका छौँ। पहिला चाहिँ यतातिरको बाटो अलिकति अप्ठ्यारो प्रकारको थियो, तर अहिले चाहिँ निकै सहज भइसकेको छ। हल्का रूपमा यसलाई चाहिँ ढलान गर्ने काम गरिएको छ। र साथीभाइहरू, अब चाहिँ हामी सातधारा आइपुगिसकेका छौँ। यो चाहिँ हाम्रो भोजपुरको ऐतिहासिक सातधारा रहेको छ। भन्दा भन्दै हामी पुरानो बस पार्क आसपासतिर आइसकेका छौँ। साथीभाइहरू, यस्तो कुरा गर्दा गर्दै हामी देउराली चोक आइसकेका छौँ। यहाँ भाइरल हाम्रो कुकुरीको स्तम्भ पनि अगाडि देखिरहनु भएको छ तपाईँहरूले। यो चाहिँ हाम्रो देउराली बजार रहेको छ। अब यहाँबाट हाम्रो बाटो देब्रेतर्फ मोड्यो, मास्लो बाटो मध्य पहाडी लोकमार्ग। यो बाटो चाहिँ हाम्रो बोक्खिम हुँदै अब तल मसिने बेसी हुँदै हामी अगाडि बढ्छौँ। अब यो कुमाल गाउँमा चाहिँ केही बाक्लो घरहरू झुप्रुक्क छ, अनि यहाँसम्म बाटो हल्का हल्का तिर्सो तिर्सो छ। यहाँ अझै पनि एक दुईवटा झिँगटीका घरहरू, टाइलका घरहरू देख्न सक्छौँ हामी। एकदमै आकर्षक देखिरहेको छ यतापट्टिको जग्गा जमिनहरू चाहिँ। अब हामी यसो भन्दा भन्दै कोले पाखा आइसकेका छौँ। यो कोले पाखामा एउटा स्कुल पनि छ, यो एउटा बरको रुख पनि देखिरहेछ। साथीहरू, यसो भन्दा भन्दै हामी खत्री गाउँ आइसकेका छौँ। हामीले यहाँ निहाल्ने हो भने यतातिर चाहिँ विभिन्न कृषिजन्य कामहरू गरिरहेको देख्न सक्छौँ। अनि यहाँ अगाडिपट्टि चाहिँ यस्तो छ, यो पुरै बरको रुखहरू, बर पिपलको जोडी रुख थियो। अब अहिले चाहिँ अब यो बाटो यता पहिला खोल्छै हुँदै आउने मूल बाटो पनि थियो। अहिले चाहिँ त्यो बाटो समापन भइसकेको छ। आँप लिची विभिन्न फलफुलका बोटहरू प्रशस्त रूपमा देख्न सकिरहेछौँ हामीले। अब यस्तो सुन्दर गाउँ हुँदै हामी अगाडि बढिरहेका छौँ। अब यहाँ अगाडिबाट हाम्रो कच्ची सडक चाहिँ सुरु हुन्छ है। यहाँसम्म चाहिँ पक्की छ। पक्की बाटो सकियो, त्यसपछि अब अफरोड बाटो सुरु भयो साथीहरू। अब हामी पिप्लेतर्फ अगाडि बढिरहेका छौँ। यस्तो छ बाटो चाहिँ। साथीभाइहरू, अहिले चाहिँ हामी यो मसिने बेसीका फाँटिला खेतहरूतर्फ आइसकेका छौँ। पारिपट्टि हाम्रो पिप्ले गाउँ पनि देखिरहेछ है। अनि अब हामी त्यही बाटो हुँदै नै जाने हो। तर हिजो रातिको पानीले चाहिँ बेसमारी बाटोलाई हिलो बनाएछ। ल साथीभाइहरू, अहिले चाहिँ हामी यहाँ छौँ, यो पिप्ले भन्ने ठाउँमा आइसक्यौँ। यहाँ चाहिँ यो सल्लाहका वृक्षहरू हामी देख्दैछौँ। बाइक झारिँदैछ है, यस्तो बाटो झारिँदैछ। आमामा, त्यो बाटो राम यस्तो जोगेर हिँड्नुपर्छ है। हेटरिका बाटो त के छ हौ, घाँटी के छ के छैन यो बाटो त राम। साथीहरू, यस्तो कुरा गर्दा गर्दै अब चाहिँ हामी लगभग पिखा खोला झर्न आँटिसकेका छौँ। यतातिर चाहिँ हिजो अस्तिको पानीले गर्दै बाटो चाहिँ निकै नै बिगारेको रहेछ। केही तल पुगिसकेपछि बल्ल हामीले पिखुवा खोलालाई भेट्यायौँ। पिखुवा भोजपुरको मुटु भएर बहने गर्दछ। यो पिखुवा खोला अरुण नदीको प्रमुख सहायक नदीहरूमध्ये एक हो। अब भने हामी यस पिखुवा खोलाबाट उकालो लाग्न सुरु गऱ्यौँ। ल साथीभाइहरू, अब चाहिँ हामी यहाँबाट उकालो लाग्यौँ। अब बाटो सोलिङको बाटो छ। अहिले हाम्रो वसन्त ऋतुको आगमनसँगै चाहिँ यतातिरको डाँडा काँडाहरू हरियो देखिरहेको छ। पहिला चाहिँ अब केही महिना अगाडिसम्म खैरो रूपमा देखा परिरहेका यी वृक्षहरू अहिले चाहिँ निकै नै हरियालीमा परिणत भइसकेको हामी दृश्य देख्न सक्छौँ साथीहरू। त्यहाँ अनुमानित 30 लाख बराबरको सोलिङ भन्ने तल बोर्डमा देखिएको थियो। सायद त्यही प्रोजेक्ट होला यो। हिजो अस्तिको पानी बाटो चाहिँ हिलो चाहिँ निकै नै हिलो बनाएको देख्न सक्छौँ हामी है साथीहरू। त्यस्तो छ बाटो चाहिँ। यद्यपि हामी अगाडि चाहिँ बढी नै रहेछौँ। अब जस्तै यहाँ हामी कता जानु ठिक छ, भित्रैपट्टिबाट हामी जान्छौँ होला। बाटो चाहिँ अलिकति यस्तो छ है। ल साथीहरू, यस्तो छ बाटो चाहिँ। आमाम डेन्जरै छ बाटो चाहिँ। अब यहाँबाट फेरि हामी छेउपट्टि घुमाउनु पर्छ। छेउबाट घुमाउँदै लाँदैछौँ। फेरि हामी यहाँबाट फेरि यस्तो टाइपले घुमाएर यसलाई यतातिरबाट लाग्नुपर्ने हुन्छ। ल साथीहरू, हामीले आजको बाटो निहाल्ने भने चाहिँ एकदम अप्ठ्यारो के धेरै चिप्लो बाटोहरू छ है। एकदम जोगेर हिँड्नुपर्ने हुन्छ। अब आज चाहिँ हामी भोजपुर सदरमुकामबाट ठ्याक्कै कोटसम्मको यात्रामा छौँ। अब यो यात्रा अब हेरौँ अब कति बेरमा पुग्छौँ हामी। लगभग माथिबाट हिँडेको 1 घन्टा त भइसक्यो होला।
1 घन्टाको पेरिफेरीमा हामी भर्खर पिका खोला क्रस गरेर केही माथि उकालो आइपुगेका छौँ। ल साथीहरू फाइनली अब चाहिँ हामी यो बाक्सेन गाउँ यो खाल्डे पनि भन्छ यसलाई, यसको पुछारतिर आइसकेका छौँ। अब यतातिरबाट 1-2वटा घरहरू देखा पर्न थालिसकेको छ। ल साथीहरू यहाँ हेर्नु त यस्तो ठुलो बरहरू 4-5वटा बरगुरुहरू छ यहाँ चाहिँ। यस्तो ठाउँमा हामी आइपुगेका छौँ। अब यहाँबाट चाहिँ अझै माथि निस्किसके पछाडि पनि यस्ता बर्खा रुखहरू प्रशस्तै छन् अहिले चाहिँ यो गाउँतिर चाहिँ। अझै हामी तपाईँलाई यस्ता बर्खा रुखहरू देखाउँदै अगाडि बढ्नेछौँ साथीभाइहरू। ल हेर्नु त यो कत्रो ठुलो बर्खा रुख छ भने यसको चाहिँ माथि हाँगाबाट पनि जरा पलाएको छ कि त्यो खाले रुख हो यो चाहिँ। ल साथीभाइहरू अहिले चाहिँ अब हामी यस्तो हिलोको बाटोमा यात्रा गरि नै रहेका छौँ। अब बाटो चाहिँ यस्तो छ है, एकदमै यतातिरको यो खेतबारीहरू चाहिँ पुरै बाँझेको त्यता चाहिँ विरक्त पनि लागेर आउँछ है, सबै खेतहरू बँचिएछ। साथीहरू यसो भन्दै अब हामी लगभग खाल्डे स्कुल आइपुग्न आँटिसकेका छौँ। ल साथीहरू यसो भन्दै अब हामी खाल्डे स्कुल आसपासतिर आइसकेका छौँ। अब यो अगाडिपट्टिको स्कुल चाहिँ खाल्डे स्कुल हो होइन। अब यहाँभन्दा हामी मासतिर लाग्यौँ उकालो। अहिले बाटोहरू निकै सुधार भइसकेको रहेछ। पहिला चाहिँ यतातिरको बाटो निकै चिप्लो हुन्थ्यो है साथीहरू, तर अहिले चाहिँ बाटो हेर्न लायकै भइसकेको रहेछ। ल सम्पूर्ण दर्शकवृन्दहरू अब चाहिँ हामी यहाँ लगभग हाम्रो आजको डेस्टिनेसनमा आइसकेका छौँ। यो जुन अगाडिको ठुल्ठुलो 2टा बरको रुखहरू छ, बर पिपलको रुख छ यहाँ चाहिँ, हामी यहाँ आइसकेका छौँ। र यो क्षेत्रलाई चाहिँ कोट क्षेत्र भनेर चिन्ने गरिन्छ। हामी यहाँ आइसकेका छौँ।